हेलो गाइज, सबैलाई एकदम नमस्कार। भ्लग चाहिँ बवाल हुनेछ आज, किनभने आज राईहरूको विशेष दिन हो नि त हैन, उभौली पर्व हैन। र म पनि गइसकेको छु, एक्लै हो म। मम्मीहरू अगाडि गइसक्नु भयो, साथमा छ भाले। र भिडियो पुरा हेर्नु होला, भिडियो आज एकदम बवाल हुनेछ। युट्युब च्यानललाई सब्सक्राइब गर्नु नभुल्नु होला। ओके, लेट्स से सबैजनालाई उभौली पर्वको शुभकामना। भिडियो पुरा हेर्नु होला, आज भिडियो एकदम राम्रो हुनेछ, किनभने आज साकेला चण्डी एकदम पूजा गरेको भिडियोहरू म देखाउने छु। मर्दैन हावा छिर्छ, यही घर म चिन्ता। बेलुका राति जारीको चिन्ता यही घरमा बस्छ। एकदम गर्मी छ नि त, गर्मी भयो, कालम हिँड्नु पर्दा होइन। हिजो र अस्ति चाहिँ मैले भिडियो बनाएर हाल्नु पाइनँ, किनभने दिनै गोठाला भएको भिडियो कति हाल्नु भनेर आज चाहिँ यसो साकेला एकैचोटि चण्डीको भिडियो हाल्छु भनेर मैले हिजो र अस्ति चाहिँ भिडियो हालिनँ। एकदम सास बढिरहेको छ कालम हिँडेकोले होइन। अगाडि जानेछ मम्मीहरू चाहिँ, मम्मी र नानी, म पछाडि। अरू सबै गइसक्यो होला सायद, हामी मात्र ढिलो भएको जस्तो लाग्यो। नक्कली हेर कालामा हिँड्नु सकेर त्यही माथि साडी लाएर ऊ अहिले साडी टक्यो अगाडि हेर्नु त। हाम्रो मम्मी सास आएन कालामा हिँड्दा। तपाईँलाई एउटा गीत गाइदिउँ मम्मी? मम्मी ल सुन्नु, ल सिलाउनु नि त, आमालाई एउटा गीत गाइदिनु पर्यो। भयो, गाइदिउँ? मेरी माया फुल जस्तै बगैँचामा फुलिरहने, मेरी माया चम्किने ताराहरूमा चम्किने जुन। कस्तो लाग्यो मम्मी? कहाँ छ बाटो? गलिस् नानी? तिम्रो आँखा एकदम उकालो बाटो होइन, उकालो बाटो कटिसक्यो, अझै छ उकालो। मम्मी चाहिँ अगाडि हिँड्दै हुनुहुन्छ। तिम्रो माया हुन सहे भए मेरो माया सहे, तिम्रो माया सुकुम्बासी भए मेरो माया नम्बरी सुन। ठिकै थियो, गीत पनि आउँदैन। मेरी माया फुल जस्तै। त्यसै धारा पूजा एकदम पुरानो रीतिरिवाज, गर्मीले मारे ठ्याक्क पूजा गर्ने ठाउँमा आइपुग्यो। चेलीहरू पात काँच्दै पूजा गर्ने ठाउँ होइन, यहाँ चाहिँ पूजा गर्ने ठाउँ हो। पूजाको तयारी हुँदैछ, मोहम्मद धामी उहाँ छ। तेरो आज काल हुन्छ। काट्न सुरु हुन लाग्यो होइन, चाली पूजाको। चाहिँ राँगालाई पर्सिने होइन, काट्ने बेला जम्दै ल टक्क राँगा पर्सिने हो।
बलवानहरूलाई राम 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 ल सक्छ त अब ए ल ल बलवानहरू ल ल रगत लाग्यो यार र हाम्रो चाहिँ एकदम भाले कुखुरा पलाइ कार्यक्रम होइन माइजू जाउँ होइन मम्मी गयो कि पानी खान्छ जानु पर्दै यो चाहिँ कहाँ राखेर अरे पोलेर यहाँ चढाउनु पर्ने अरे कि हो र हाल्नु न एकचोटि हाल्नु फेरि पेट्रोल म उता जानु अरे कस्तो पानी आएको यार हालौँ न फेरि गयो फर्किन्छ है हजुर ल ल दामी भयो नि त जस दुईजना मात्र भए पनि लुकेर हान्ने भयो नि त त्यसरी हान्ने हो नि त तान्नु त यो पानी परेर थोरै डिस्टर्ब गर्यो मासु र जुत्ता हातमा बोकेर हिँड्नु परेको छ खाली खुट्टै किनभने पानी लास्टै पऱ्यो नि त अब काम गर्नु सघाउनु पऱ्यो मासु सासु काट्नु पऱ्यो त्यतिखेर जुत्ता खोलेर काट्यो पानी ओभर पऱ्यो क्या त्यही भएर अनि अब घर फर्किँदै रात पऱ्यो नि त अनि आयाउ खुट्टा घोच्यो म्याच कहाँले यार खाली खुट्टै घर पुग्नु पर्ने भयो यार म्याच ल ल हाम्रो पुर्खा ठिक छ मामा घर फर्किँदै ढोला खोपा के छ पुर्खा मान्छे भएन ढोल बजा भएन खोइ ढोलको आवाज छ र यहाँ खुल्लु बोकेर गलेर पानी परेर बिजोग हो आज यस्तो हालत छ हालत यस्तो छ